तिमी अहिले यो भिडियो हेर्दैछौ भने सायद तिमी थाकिसकेका छौ, सायद तिमीले धेरै प्रयास गर्यौ तर नतिजा आएन, सायद तिमीले प्रार्थना पनि गर्यौ तर उत्तर पाएन र अहिले तिमी सोध्दैछौ अब म सक्दिनँ, अब म हार मान्छु। तर आज यो भिडियो तिमीका लागि एउटा सन्देश हो, हार मान्ने होइन, उठ्ने समय आएको छ। सुन, जीवन कहिले सजिलो हुँदैन, हरेक मानिसले असफलता, पीडा र निराश भोगेको हुन्छ, तर फरक के हो भने उनीहरू हार मान्दैनन्। तिमी अहिले जुन अवस्थामा छौ त्यो अन्त्य होइन, त्यो एउटा परीक्षा हुनसक्छ। परमेश्वर तिमीलाई बलियो बनाउनु भएको छ, किनकि सजिलो जीवनले महान मान्छे बनाउँदैन, सङ्घर्षले बनाउँछ। मलाई थाहा छ कहिलेकाहीँ तिमी एक्लो महसुस गर्छौ, सबैले छोडे जस्तो लाग्छ, कोही बुझ्दैन जस्तो लाग्छ र तिमी चुपचाप रोइरहन्छौ। तर सुन, तिमी एक्लो छैनौ, परमेश्वरले तिमीलाई देख्नुहुन्छ, तिमी रोएको हरेक आँसु उहाँ देख्नुहुन्छ। तिमीको पीडा उहाँलाई थाहा छ र उहाँ भन्नुहुन्छ नडराऊ, म तिमीसँग छु। तिमी अहिले अँध्यारोमा छौ भने त्यो सधैँको लागि होइन, किनकि अँध्यारोपछि उज्यालो अवश्य आउँछ। अब एउटा प्रश्न, तिमी किन हार मान्दैछौ? के कारणले तिमी रोक्न चाहन्छौ? असफलता, मान्छेको कुरा, डर। सुन, यी सबै अस्थायी हुन्, तर तिमी भित्रको क्षमता स्थायी हो। जहाँ तिमी भन्छौ म सक्दिनँ, त्यहाँबाट परमेश्वर भन्नुहुन्छ म सक्छु। तिमीले होइन, परमेश्वरले तिमी मार्फत काम गर्नुहुन्छ। त्यसैले हार मान्नु भनेको परमेश्वरको योजना बिचमै छोड्नु हो। बाइबल भन्छ म तिमीलाई बल दिन्छु, म तिमीलाई शक्ति दिन्छु। त्यसको मतलब के हो? तिमी कमजोर हुँदा पनि परमेश्वर तिमीलाई बल दिनुहुन्छ, तिमी थाक्दा पनि उहाँ तिमीलाई उठाउनुहुन्छ, तिमी हार लाग्दा पनि उहाँले तिमीलाई जिताउनुहुन्छ। तिमी साधारण होइनौ, तिमी चयन गरिएको व्यक्ति हौ। तिम्रो जीवनको उद्देश्य छ, तिमी यहाँ हार्नु होइन, जित्नको लागि पठाइएका हौ।